ल आज शनिबार बिहान म मन्दिरमा आएँ है त। अब हामी मन्दिरमा आइयो। मन्दिरमा आइसकेपछि यिनलाई खुवाइयो आजको कर्म। ल ल ल ल ल ओ ओ ओ ओ छिटो खाइदेऊ। अब यिनले धेरै खोज्छिन् है त। अब म मेरो कर्म गर्छु। अब मैले 11वटा बत्ती बाल्छु है त। हिजोदेखि बालेका बत्ती यही। म बत्ती बाल्नुभन्दा अगाडि हाम्रो धरती आमाका छोराछोरी आइसक्नु पर्यो। प्रसन्न पाथी भएर कसैलाई त्यसरी रुद्रनाथ आइसक्नु भएको। गौरी शान्त। अब हामी हाम्रा कर्म गर्छौँ। सुन्न पाइन्छ। दरबारभित्र देउताको मुख्य मसाउन्थ्यो होला नि उता गरेर त्यसभित्र शान्त 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 गौरीको जय होस्। शान्त शान्त प्रसन्न पाथी प्रसन्न पाथी प्रसन्न 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 माधे प्रसन्न ल परमात्मा रोइ गए। ईश्वरी भेट्न खोजे। अब ईश्वरले लियो भने त सजिलो हुन्छ नि। जगतमा त प्रसन्न भगवानको ढोगाइ नै अर्कै हुन्छ। कस्तो लीला छ। लामा लिनुस्, चरणमा लिनुस्, पाउमा लिनुस्, आमा पाउमा लिनुस्। देवी पार्वती आमा छोरीलाई पाउमा लिनुस्। धेरै भयो आएको पनि ल पाउमा लिनुस्, आमा पाउमा लिनुस्, आमा पाउमा लिनुस्। महादेव प्रसन्न जगतमाता प्रसन्न जय होस्। छोरीलाई दुःख कष्ट रोग शोक बस्न सुखी शान्ति जीवनको कामना जयकार होस्। आमा पाउमा लिनुहोस् छोरीलाई। महादेव प्रसन्न ल बिदा गर्नुहोस् आमा। राति भयो छोरीलाई घर जानुपर्छ। आमा बिदा गर्नुहोस्, बिदा गर्नुहोस्। हा हा भगवानको लीला पनि अनेक छन्। रोयो रे शान्त भनेर शान्त भयो। फेरि पाउ भएन। यो चरण भगवानको भक्तिमा अथाह छ प्रेम। यसरी रुनु पहिलोचोटि आयो नि त उहाँ परमात्मा। रुनु भयो नि त। अब यत्रो 2 वर्ष भयो यसलाई ध्यान गरेको। 2 वर्ष गर्दा परमात्माले परमात्मा हरि आत्माले परमात्मा खोज्यो। अब परमात्माभित्र आएन नि त। अनि पछि अब देवीहरूको पाउ परमात्मा हरिसँगको मिलनपछि देवी देवतासँगको भेटघाट हुन्छ। उहाँहरूसँगको भेटघाट धेरै सुन्दर छ। जगतमा शान्ति छ। ल उठ्ने बिदा दिनुहोस् आमा पार्वती आमा। बिदा दिनुहोस् आजलाई बिदा दिनुहोस् है। ए धरती आमा जगत जननी जगत आमा पार्वती आमा छोरीलाई बिदा दिनुहोस्। राति भयो नि त। बच्चा बच्चीलाई भोजन पकाएर खुवाउनुपर्छ। उठाइदिनुहोस्। गौरीको जय होस्। गौरीको जय होस्। ल गङ्गामा उठाउनुहोस्। कति आनन्दको स्वयं आमाका काखमा है। आमाको काख भने यति प्रिय छ। पशुपतिनाथ प्रसन्न। ल प्रभु उठाइदिनुहोस्। म पनि कति कुर्नी हो त नि। आमाको पाउ आमा छोरीको मिलन भयो।
2 वर्षमा बल्ल इस पार्वतीसँगको मिलन भयो, काखमा लिनुभयो। ल फेरि आउने जाने, फेरि कुनै दिन आउने, ल उठ्ने, फेरि कुनै दिन आउने भनेपछि बल्ल बिदा, त्यो पनि आउने बाचामा। ल हेर्नुहोस् त कस्तो राम्रो खुसी जगतमाता पर्सिबाट। अब दिउँसभरि यस ध्यान स्थानमा सकिनुभयो यस घरका साना नानी बाबुहरू है त। यता प्रसन्न पाथीबाट यता रुद्रनाथ जप्दै हुनुहुन्छ, यता जयकार होस्। अब हामी रातिको यति बेला रात भइसक्यो होइन, हामीले ब्रह्माण्ड महाशक्तिमा 11वटा दीप प्रज्वलित गरिसक्यौँ है त प्रसन्न पाथीबाट। अब चाहिँ हामी भगवानहरूलाई शयन गराइसक्यौँ। अब भित्र यसो हेरौँ, अब बिदा भयो दिउँसभरिको खजना होइन। अब यो चाहिँ हाम्रो दीपको लागि 3 वर्षदेखि यस स्थानमा उहाँको आत्मादेखि भाकल रहेछ। आज यसरी फेरि उहाँले तेल ल्याउनु भयो, यहाँ अखण्डवती बोलिरहेको छन् 24 घन्टा। अनि उहाँले घुम्टो पनि ओढाइदिनु भयो पार्वती आमालाई। पार्वती आमाले उहाँलाई दर्शन पनि दिनुभयो अरे होइन। अनि जौँ तिल यो खजना पनि ल्याउनु भयो है त, घिउ पनि ल्याउनु भयो, गौरी शान्त गाईको घिउ है, यहाँ प्योर गाईको घिउ मात्रै हामीले होम गर्छौँ प्रसन्न पाथीबाट। अनि उहाँले आज यसरी महादेवी शान्ति हो, हाम्रो यहाँ कालियामा हुनुहुन्छ। अनि पछि यसरी फेरि वस्त्र ल्याउनु भएपछि भगवती माताको नाममा अर्पित गरेर यो अब हामी कसलाई मिल्छ होइन त्यो हुन्छ जगतमाता प्रसन्न। अनि पछि हामीसँग हुनुहुन्छ मागौरी शान्ति हो न कैलाश प्रभु है त। मेरो म साधना गर्छु कैलाश प्रभु। अनि यो फुलको महिमा भन्छु गौरी शान्त हो न, कहिले मूल्यहीन कहिले मूल्यवान। तिहारमा मूल्यहीन हुनुहुन्थ्यो भने अहिले मूल्यहीन हुनुहुन्छ, सस्तो है त। अब हेर्नुहोस् न यसरी फेरि माथि हामी ब्रह्माण्ड महाशक्ति यसरी भनेर हामीले यता हनुमान हुनुहुन्छ है, महादेवी शान्ति हो, यहाँ हनुमान हुनुहुन्छ, यो हाम्रो चाहिँ शिला हनुमान है त प्रसन्न। यहाँ सरस्वती माता हुनुहुन्छ, गौरीको जयकार होस्। फुलै फुलले रङ्गिनु भएको छ माता लक्ष्मीहरू सबै हामीले सानो प्रतिमाहरू लिएर प्रसन्न पाथीबाट। मेरा यिनी फोटाभरि मेरा उपहार है त, अरूहरूले दिनुभएको उपहार गौरी शान्ति हो न, मेरो यस भक्तिमा दिनुभएको उपहार जय होस्। पाउ चरण प्रसन्न पाथीबाट जयकार होस्। गङ्गामाला हामीले यसरी पूजा गरेर जौँ तिल अक्षता हामीले पूजा गरेर राख्छौँ। जयकार होस् गौरीलाई प्रसन्न पाथीबाट महादेव प्रसन्न जय होस्। हामीले पितृलाई त्यहाँ त्यसरी पूजा गर्नु गरिराखिएको छ गङ्गामा। शक्तिको जय होस्, असत्यको भस्म होस्, विश्व शान्तिको कामना, नेपाल चौतर्फी विकासको कामना। जयकार होस् गौरी देवीलाई प्रसन्न पाथीबाट। लाई मैले नाना ओढाइदिन्छु, नानी ल्याऊ कपडा ल्याऊ, नाना ओढाइदिन्छु है त। अनि हो नि यिनलाई स्याउ खाँदैन है त, एकछिन स्याउ खानिदिनु पर्यो है त। जय होस् प्रसन्न पाथीबाट। विश्वनाथ प्रभु हामीलाई मेरो परमात्माहरूमा विश्वनाथ प्रभुलाई यहाँ जल अर्पित गर भनेर मेरो परमात्माहरूले भनेर मैले लिएर आएँ र यस विश्वनाथ प्रभुसँग पशुपतिनाथ पनि बस्ने रे है त। अनि यस विश्वनाथ प्रभुलाई पारिजातको फुल ल्याएर चढाउनु भएको छ। धरती आमाका छोराछोरीलाई हामी फुलपाती अर्पित गर्छौँ। जय होस् मनको मन्दिर बनोस् तुलसी माता रानी। जयकार होस् धरती आमाका सन्तान बोट वृक्ष है त। ल आजलाई बिदा हुँ। तपाईहरूको दिन पनि शुभ होस्, शान्ति होस्, मङ्गलमय होस्। तपाईहरू पनि भोजन खानुपर्छ, वस्त्र लाउनुपर्छ भने ध्यान आफै गर्नुहोस्, मन्त्र आफै जप्नुहोस्, अनि पछि रुद्राक्षी जप्नुहोस्, शरीरको विष आफैले मार्नुहोस्। हाम्रो ब्रह्माण्ड शक्तिले मार्नुहुन्छ। यदि मनुष्यलाई भेट्न मन पर्छ भने आफ्नो आत्माले रुचाइएको व्यक्तिलाई मात्रै भेट्नुहोस् है त। जय होस्, शान्ति होस्, शुभ होस्, सबैको परिवार सुखमय बितोस्। गौरीको जय।